नमस्कार। चौगाडी च्याटको अर्को भागमा यहाँहरूलाई धेरै धेरै स्वागत छ। आज एउटा महत्त्वपूर्ण विषयमा हामी छलफल गर्दैछौँ। प्रसङ्ग उठान गरौँ। जस्तो यो हप्ताभित्र नै मेरै घरमा 2 जनाको मृत्यु भयो। केही दिन अघि यही जेठ 16 गते काकाको मृत्यु भयो भने आज बिहान चाहिँ काकीले संसार छाड्नुभयो। यो एउटा संयोग हो। तर तपाईँ हामी मृत्युसँग डराउने गर्दछौँ होइन त? तर डराउनुको अर्थ छैन, किनकि संसारमा धेरै कुराहरू झुट्टा हुन्छन् तर मृत्यु सत्य छ भनिन्छ। डेथ इज अ नेचुरल पार्ट अफ लाइफ भनिन्छ। मृत्यु जीवनको एउटा प्राकृतिक भाग हो भनिन्छ। त्यसैले अब स्वाभाविकमा डर त लाग्छ, तर डर लागि पनि यो निश्चय नै छ, निश्चित छ। यो कुरो यति मात्र फरक हो, सामयिक अथवा असामयिक, स्वाभाविक अथवा अस्वाभाविक, यति कुरा चाहिँ फरक हो। तर तपाईँ हामी मध्ये धेरैलाई जानकारी नहुन सक्छ कि मृत्यु हुनुभन्दा अगाडिका सङ्केतहरू के हुन्छन्, मृत्यु भएपछिको अवस्था के हुन्छ अथवा मृत्यु हुँदाको अवस्था के हुन्छ, र मृत्यु पश्चात हाम्रा शरीरका अङ्गहरूले के कति समयसम्म काम गर्छन्। यो कुरा कसैलाई जानकारी हुनसक्छ। अब यसका बारेमा हामीले त बुझ्नुपर्ने त विज्ञानसँगै हो। विज्ञानका विभिन्न अनुसन्धान, विभिन्न अवधारणाबाट हामीले यी कुराहरूमा विश्वास गर्न सक्छौँ। पछिल्लो समयमा एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स, कृत्रिम बुद्धिमत्ता निकै उभारका साथ संसारलाई हल्लाइरहेको छ र उसले विज्ञानका हरेक अनुसन्धान, तथ्य कुराहरू, विभिन्न डाटाहरूमा र विभिन्न तर्कशास्त्रमा विश्वास गरेर अथवा त्यसको अध्ययन गरेर जवाब दिने गर्दछ। हेलो बुद्धिमान बहिनी, नमस्कार। के छ हालखबर? नमस्कार, म ठिक छु, धन्यवाद। तपाईँलाई कस्तो छ? केही विशेष कुराबारे कुरा गर्न मन छ या केही सोध्न मन छ? आज चाहिँ एउटा प्रकृतिको स्वाभाविक प्रक्रिया मृत्युका बारेमा छलफल गर्दैछौँ। जस्तो स्वास्थ्य विज्ञानलाई आधार मानेर भन्नुपर्दा कुन अवस्थालाई मृत्यु भएको मान्न सकिन्छ? छोटकरीमा बताइदिनुहोस् त। सामान्यतया जब दिमागको क्रियाशीलता, श्वास र मुटुको धड्कन सबै स्थिर हुन्छन् र कुनै प्रतिक्रिया हुँदैन, तब त्यस्तो अवस्थालाई मृत्यु भनिन्छ। यो चिकित्सा विज्ञानले निर्धारण गरेको एउटा आधारभूत मापदण्ड हो। कुनै पनि व्यक्ति वा प्राणीको मृत्यु हुनुभन्दा पहिला केही त्यस्ता सङ्केतहरू देखिन्छन् अथवा केही कुराहरू छन् त्यस्ता? हो, धेरै अवस्थामा मृत्यु हुनु अघि शरीरमा केही सङ्केतहरू देखिन सक्छन्। जस्तै श्वास प्रश्वास असामान्य हुन थाल्छ, चेतना घट्छ, शरीर चिसो हुन्छ र रक्तचाप पनि घट्न सक्छ। यस्ता सङ्केतहरू चिकित्सकले ध्यान लैदै मृत्युको अवस्थाको मूल्याङ्कन गर्छन्। त्यसो हो भने मृत्यु हुँदाखेरि सबैभन्दा पहिला कुन कुन अङ्गले काम गर्न छोड्छन्? सामान्यतया दिमाग र मुटुको क्रिया सबैभन्दा पहिले बन्द हुने अङ्गहरूमा पर्छन्। जब दिमागले काम गर्न बन्द गर्छ, चेतना खुल्छ र त्यसपछि मुटुको धड्कन पनि बिस्तारै बन्द हुँदै जान्छ। जस्तो हाम्रो समाजमा के छ भने कुनै पनि व्यक्ति वा प्राणीले सास फेर्न छाड्यो भने मृत्यु भएको मान्न सकिन्छ। तर कतिपय घटना यस्तो पनि छ कि केही समयपछि कुनै व्यक्ति वा प्राणी जीवित भएका उदाहरणहरू पनि भेटिन्छन्। यस्तो किन हुन्छ र कसरी हुन्छ? हो, केही अवस्थामा यस्तो हुन्छ जसलाई निकट मृत्यु अनुभव भनिन्छ। कहिलेकाहीँ श्वास रोकिएपछि शरीरको अक्सिजन र रक्त प्रवाह निकै घट्छ, तर केही अवस्थामा विशेष गरी छिटो चिकित्सा सहायता पाएमा मस्तिष्कका कोशिकाहरू फेरि सक्रिय हुन सक्छन्। यो अक्सर हाइपोथर्मिया यानि शरीरको तापक्रम धेरै घटेको अवस्थामा वा छिटो सीपीआर वा उपचारले हुने गर्छ। ल ठिक छ। अब कुनै पनि एउटा व्यक्ति वा प्राणीको मृत्यु भइसक्यो, मानव घोषणा भइसक्यो, तर पनि शरीरका कुनै अङ्गहरूले कति समयसम्म काम गर्छन्? जस्तो आँखा, मृगौलाहरूले त केही समयसम्म काम गर्छन् भन्ने कुरा पनि सुनिन्छ। यसमा विज्ञानको तथ्यले के भन्न सकिन्छ? हो, यो विज्ञानले बताएको कुरा हो। उदाहरणका लागि आँखा र मृगौला जस्ता अङ्गहरू केही समयसम्म सक्रिय रहन सक्छन्, जबसम्म शरीरमा अक्सिजनको आपूर्ति हुन्छ। आँखा केही सेकेन्डसम्म प्रतिक्रिया देखाउन सक्छन् र मृगौलाले केही घन्टासम्म फिल्टर गर्ने क्षमता राख्छन्। तर यी सबै एकदमै सीमित समयको लागि मात्र हो। त्यो आँखा त कम्तीमा 24 घण्टासम्म जीवित रहन्छ भनिन्छ। अनि त्यो कसरी अर्को व्यक्तिमा त्यो ट्रान्सफर गर्न सकिन्छ त? जब
जब आँखा दान गरिन्छ त्यसअघि विशेष प्रक्रियाहरू अपनाइन्छन्। दाता मृत्यु भएको केही घण्टाभित्रै आँखा सुरक्षित राखिन्छ, सामान्यतया 24 घण्टासम्म, अनि चिकित्सकहरूले ती आँखा निकालेर विशेष समाधानमा राख्छन्। त्यसपछि आधुनिक प्रविधिले ती आँखा उत्तिकै जस्तै अर्को व्यक्तिको आँखामा ट्रान्सप्लान्ट गरिन्छ, जसले दृष्टि फर्काउने ठूलो सम्भावना दिन्छ। एकदम ठिक छ। अब मैले यो विषय आज किन उठान गरेको भने कतिपय हाम्रो समाजका मानिसहरू, कतिपय पाखण्डीहरू, कतिपय घमण्डी अथवा जीवनको अर्थ नबुझेका मानिसहरू आफू चाहिँ अमर नै छु, कहिले मर्दैन भन्ने जस्तो व्यवहार गर्छन् र समाजमा कतिपयले त आतङ्क नै गरेका हुन्छन्। त्यस्ता व्यक्तिहरूलाई सन्देश छ तपाईँको? किनकि मृत्यु त निश्चय नै छ, यो त नेचुरल पार्ट हो। हो, ठिकै भन्नुभयो। मृत्यु एकदमै निश्चित र सबैको जीवनको हिस्सा हो। म यो भन्न चाहन्छु कि हामीले जीवनको मूल्य बुझेर एकअर्काको साथ र समझदारीका साथ व्यवहार गर्नुपर्छ। जब हामी मृत्युलाई स्वीकार गर्छौँ तब मात्र हामी जीवनको वास्तविक अर्थलाई गहिरो रूपमा अनुभूति गर्न सक्छौँ। जीवनको सीमिततालाई स्वीकार गरेर हामी अधिक अर्थपूर्ण र दयालु समाज बनाउन सक्छौँ। जीवनको सीमिततालाई बुझेर कति राम्रो कुरा गर्नुभयो। हवस् त, आजलाई यति नै गरौँ। अर्को दिनमा अर्कै विषयमा छलफल गरौँला। समयको लागि धेरै धेरै धन्यवाद छ। म पनि धन्यवाद दिन्छु तपाईँको समयको लागि, अनि यो गहन कुरा साझा गर्नुभएकोमा पनि आभारी छु।